पैसा टाल्दैमा व्यवहार जीर्ण घरको सिद्धिन्छ पैसा किन पैसाको पछि दौडिँदै भुवनमा चिप्लिन्छ रे जीवन मौरीको रसमा डुबेर कमिलो निस्कन्न मरेला बरु पैसाको मदले मनुष्य निठुरी जल्दैन मर्दारू पैसाका घिर्याल झार्छ दुनियाँ पैसासँगै बिग्दछ पैसा मिल्छ भने जहान घरका मान्छे स्वयं बेच्दछ मान्छे मानवता भुलेर जगमा बन्दैछ पैसामुखी पैसामा किन लिप्त बन्दछ सधैँ खोसेर मान्छे खुसी पैसा छैन भने रहन्न ममता आफन्त बन्छन् पर पैसाको बसमा परेर दुनियाँ बिग्रिन्छ हाम्रो घर आमा बा परिवारका सबजना पैसासँगै बिग्दछन् पैसाको बलले डटी समरमा लड्नेहरू जित्दछन् मृगौला मुटु सुम्पी अभुजले न्यानो लुगा फेर्दछन् पैसा हात पर्यो भने कपुतले आमा स्वयं बेच्दछन् मान्छेले पथमा कारण तिखा काँडाहरू छर्दछ पैसा छैन भने मनुष्य थली ओछ्यानमै मर्दछ पैसा साथ हुँदा घमण्ड चुली आफन्तको चिन्छ र पैसाले सुन किन्छ मानिस स्वयं निद्रा कहाँ किन्छ र बर्खाले रविको प्रकाश धमिलो पार्दैन कहिल्यै पनि सच्चा प्रेम सकिन्न किन्न रुपैयाँ खर्चेर कहिल्यै पनि उक्लिन्छन् पदमाथि मानिसहरू पैसा भए हातमा मिच्छन् कानुनका दफा उपदफा पैसा हुँदा साथमा बिक्री हुन्छ इमान आज कलीमा को बाँच्छ आदर्शले माटो बेच्न अगाडि सर्छ मनुवा पैसा मिले हर्षले मुट्ठी कसदछ चुस्छ मानिस सदा मुट्ठी खुला गर्छ को थाप्लोमा ऋणले थिचे गरिबका पीडाहरू हर्छको मान्छेले अमरत्व पुण्य नगरी पाउन्न संसारमा रित्तै जानु छ भोलि आज रुपैयाँ के साच्नु बेकारमा रित्तै जानु छ आज भोलि रुपैयाँ के साच्नु बेकारमा। यो कविता कवि नारायण निरासेजीको कविता थियो। शार्दूल विक्रीडित छन्दमा थियो। धन्यवाद।